गर्भवती आमाले बच्चा चलेको कहिले थाहा पाउँछिन्? गर्भावस्थामा बच्चा कति पटक चल्नु पर्दछ? सामान्य भन्दा बढी वा कम चलेमा के समस्या हुन सक्दछन्? यस्तै विषयमा पूरा जानकारी लिनको लागि भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला र अहिलेसम्म हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी नजिकैको बेल आइकन दबाउन पनि नबिर्सनुहोला। आमाले पेटमा बच्चा चलेको महसुस गर्नु भनेको बच्चाको जीवनको पहिलो चिन्ह हो र यसले बच्चा जीवित र सकुशल छ भन्ने कुरा जनाउँदछ। सामान्यतया धेरैजसो आमाले पहिलो पटक बच्चा चलेको 18 देखि 20 हप्ताको अवधिमा महसुस गर्दछन्। पहिले बच्चा जन्माइसकेको आमाले भने 1 देखि 2 हप्ता अगाडिदेखि नै महसुस गर्न थाल्दछन्। सामान्यतया पहिलो गर्भमा बच्चा 18 देखि 20 हप्तामा चल्न सुरु गर्दछ भने दोस्रो गर्भमा बच्चा 16 देखि 18 हप्तामा चल्न सुरु गर्दछ। सामान्यतया 24 घण्टामा बच्चा 10 देखि 12 पटकसम्म चल्नु पर्दछ र बच्चा 10 पटक भन्दा कम र 12 पटक भन्दा बढी चल्यो भने त्यति बेला कुनै न कुनै समस्या भएको छ भन्ने कुरा बुझ्नु पर्दछ। गर्भमा बच्चा कम चल्ने कारणहरू धेरै छन्, जसमा बच्चा सुतेको अवस्थामा, आमा आत्तिएको वा तनावमा भएको अवस्थामा, आमा काममा व्यस्त भएको बेलामा, आमाले धुम्रपान र मद्यपान गर्ने अवस्थामा, बच्चाको फोक्सोको लागि दिइने औषधिहरू त्यस्तो दिएको बेलामा पनि बच्चा कम चल्दछ र बच्चाको शरीरमा अक्सिजनको कमी भयो भने, बच्चाको वृद्धि विकास राम्रोसँग नभएको अवस्थामा र आमालाई रक्त अल्पता भएको अवस्था, थाइरोइडको समस्या भएको अवस्था, गर्भमा पानीको मात्रा कम अथवा धेरै भएको अवस्थामा पनि बच्चा कम चलेको जस्तो हुन्छ। आमाले बच्चा कम चलेको महसुस हुन बित्तिकै अस्पतालमा गई आवश्यक चेक जाँच तथा सही समयमै उपचार पाएको खण्डमा बच्चामा हुने विभिन्न खालका जटिलताहरूलाई रोक्न सकिन्छ र स्वस्थ बच्चा जन्माउन सकिन्छ।